कत्रो छ बच्चा कति ठुलो छ मेरो बच्चा यत्रो छ यति ठुलो छ ल तपाईँ एकछिन हाम्रो हलदार साहबका जानु पर्यो रे अब उहाँले तपाईँको हेर्ने रे कागज पत्र चिन्यौ चिन्यौ चिनिन ल म त्यही के त जसलाई तिमीले अस्ति पनि चिनेको थिएन नमस्ते फेरि पनि स्वागत छ हजुरलाई यो बदमास रियाक्सनमा गाइस आज मैले अर्को भिडियो लिएर आएको छु जुन रहेको छ जयकृष्ण बस्नेत दाइको चञ्चले स्वभाव अनि त्यसपछि लड्कीहरूसँग त्यो रोमान्स खालको कुराहरू हैन छन् नि ल भिडियोलाई हेरेर पुरा हेरेर साथ दिनु होला किप सपोर्ट मी अलवेज यदि नयाँ हुनुहुन्छ नि गाइस ल मेरो च्यानललाई सब्स्क्राइब पनि हान्नु होला है त लाइक शेयर अनि सब्स्क्राइब हान्नु होला ल भिडियोलाई कति पनि ढिला नगरी सुरु गरौँ है त A few moments later. सुन्नु त म पिसा फेर्न जान्छु तपाई हेर्नुहुन्छ हैन के भन्छ यो सानो हात्ती तैले पिसा फेरा मैले किन हेर्ने हो त म आफै पिसा फेरा त हो त अर्काले पिसा फेरेर चाहिँ हेर्ने गुरु हुन्छ त कस्तो यार डल्ले खुर्सानी दाइ उसले हेर्दैन ओइ के गरेको यति जाबो घोसाइमा आबुई अब त तिमीले यस्तो घोसाइ जिन्दगी भर सहिरहनु पर्छ जियोस् कति छाडा हो कि यो दाइ त आमा पानी छ मेरो खला पानी वीरनगर स्वास्नी मेरो लोग्नी मोटरसाइकलमा खालो खुट्टा लगाएर भनी आइरहेछ कहाँ दुखिसक्यो उभिएर बस्नु चाहिँ केरा बाउ बस म अझै देख्नु र उभिएर बस्नलाई ओ दाइ तपाईलाई मैले कहाँ देखे जस्तो लाग्छ जियोस् हाम्रो जयकृष्ण बस्नेत दाइको एक जमानामा यस्तो कमेडी भिडियोहरू आउँथ्यो हैन एकदम मन पर्थ्यो मलाई पनि हेर्न तर आजभोलि दाइ लास्टै छाडा भयो क्या है जहाँ पनि देखिरहेको छन् मिडियामा नि आएकै छन् यही त हो नि साले मलाई चिनिनस् म तेरो भिनाजु ए भेना नमस्कार मेरो बाउलाई कुनै पेन्टिङ सेन्टिङको सोख थियो मर्ने सोख थियो तर मर्नु भयो नि के भने निशाना त ठाउँमै हानेर तडै हो मेरो पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा झन्डै मरिन कस्तो चल्दैछ जियोस् जयकृष्ण दाइलाई त मान्नै पर्छ यार केटी जिस्काउन त माया रे यार माया कसम के गरे जिन्दगी फोन पनि लाग्दैन मेरो छुट्टै ग्याङ छ मोबाइल आजकल ह्याङ छ मेरो जिन्दगीको कुरै नगर्दियो बा पुरै ल्याङ फ्याङ छ तँलाई मेरो याद आउँदैन याद आउँदैन अब ल फेरि केटीको पारा फेरि यही त हो नि क्या एक्टिङ कर रहा है मलाई सम्झेर याद त हैन पात चाहिँ आउँछ हे भगवान कति हाँस्नु छाडा त यार बिचारी कस्तो मरि हत्या गरेको छ उले फेरि वास्तै छैन अब के भन्ने दाइलाई यार हाय मलाई चिन्यौ चिन्यौ चिनिन ल म त्यही के त जसलाई तिमीले अस्ति पनि चिनेको थिएन आफ्नो रोस्ट आफै हानेर पनि जोस चर्चितमा आइरहेको छ नि दाइ तिमी चाहिँ के जजाउन आएको नि मेरो ओठमा इन्फेक्सन भयो त्यसैले जजाउन आएको किस कतिचोटि खान्छौ त्यस्तै वर्षमा एकचोटि त्यसो भए इन्फेक्सन हैन खिया लाग्यो खिया यस्तो मैले ट्रोलहरू देख्थेँ फेसबुकमा अहिले चाहिँ बुझेँ कि जयकृष्ण दाइको ट्रोल पो रहेछ नि त यो जोक्स पार्टहरू है तपाईँ कहाँ बस्नुहुन्छ पुतली सडकमा यस्तो राम्रो मान्छे भएर पनि सडकमा बस्ने हो मेरो घरमा आऊ दामी 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 हे भगवान यस्तो कुरा कहाँबाट आउँछ कि हुन्छ सबै स्क्रिप्ट नै हो तर पनि दामी सुहाएको छ नि त हैन म तपाईलाई हृदयदेखि नै माया गर्छु क्या माया गर्छु भने मात्र हुँदैन हो त नि त्यसलाई निभाउन नि सक्नु पर्छ हो त नि सक्नुहुन्छ निभाउन यो केटीलाई यो हिरोइनलाई त कता देखे जस्तो चिने जस्तो लाग्यो यार कुन गीतमा एउटा छाडा गीतमा नाचे जस्तो लाग्छ मलाई के गरेको माया निभाएको ढले ढले
म त ढले आई के सोचिरहेको जयजी? तेरि पहिलाको मान्छेहरूको क्यामेरा पनि यस्तै थियो क्या, जहाँ अब यस्तो सिनहरू हुन्छ त्यही चाहिँ फोकस गरिदिने क्यामेराम्यानहरू पनि खतरै थियो यार पहिला त। केटीलाई हान्नु कि नहान्नु भनेर सोच्दैछु। तपाईँ हान्ने भए हान्नुहोस्, म चाहिँ हान्दैन है तपाईँलाई। केटीहरूलाई अनुहार भन्दा पनि बढी अर्कै कुरा मनपर्छ, जुन अनुहार भन्दा तल हुन्छ। के थाहा छ? मन। सही हो, दामी दामी। त्यस्तो नसोच्नु ल, धेरै नेगेटिभ नसोच्नु। भिडियो राम्रो छ ल। नानीहरूको डाइलेक्ट भनेको क्या। देखिस् आत्तेर मात्रै हुन्छ, तुर्र तुर्र। अनि जतिखेर पनि तुर तुर चाहिँ नभन्न। जो म्याडम, यस म तपाईँको हेर्न सक्छु? वाट भनिहाल्यो नि होइन। अब डाइरेक्ट हेर्न सक्छु रे, लास्टमा फेरि कुरा यसो घुमाइदिएर होइन। गाइस, हजुरहरूलाई कस्तो लागिरहेको छ यो भिडियो? मजा आइरहेछ नि? कमेन्ट गर्नु होला र हजुरहरू नयाँ आउँछ भने च्यानललाई सब्सक्राइब पनि हान्नु होला यस्तै भिडियो हेर्नुको लागि। यो गाइस जस्ट इन्टरटेनमेन्टको लागि है, त्यस्तो कुनै नराम्रोको लागि होइन, जस्ट इन्टरटेनमेन्ट फन गर्नुको लागि हो है त। तपाईँ एकछिन हाम्रो हलदार साहबका जानु पर्यो रे। अब उहाँले तपाईँको हेर्ने रे कागज पत्र होइन। को हो त? कलाकार। कलाकार कलाकार कहाँको? टिकटकको टको म आर्मी। कहाँको आर्मी? पबजीको। के अरे, म जयकृष्ण दाईको सबैभन्दा लास्टै खतरा मुभी हाँसो भएको मुभी भनेको त साह्रै नि सप्रिस बद्री हो कि त बिग्रिने साह्रै नै बिग्रिने बद्री भनेर जस्तै के फिल्म थियो नि। त्यो मुभी मैले जयकृष्ण दाईको त्यो जमानामा त्यतिखेर एकदम धेरै पहिलेको हो। माया कसम कन्टिन्यू 1 महिना त हेरेँ होला क्या। म जति पटक हेरेँ त्यति पटक हाँसेको छु क्या। लास्टै त्यो त साह्रै नि सप्रिस बद्री भन्ने मुभी यस्तै के छ है, यस्तो बवाल लाग्छ यार त्यो मुभी त। आमामा कमेडी नै कमेडी भएको क्या। साले जाँड खाएर गाडी चलाउने, अब त मापसीमा परिस्। आफू त मतवालीको छोरो पर्यो, बिहान 1 बोटका जाँड दिने अनि ट्र्याक्टर जोड्न जाने। ए त्यसो भए त मापसीमा मात्र होइन, मधिसीमा पनि पर्यो। मधिसे भनेको मतलब मदिरा पान दिउँसै सेवन। सुन्नुहोस् त, के यो बाटो स्वर्गद्वारी गाउँ जान्छ? यो बाटो स्वर्गद्वारी गाउँमै छ र बाटो कहीँ पनि जाँदैन। तपाईँ आफै जानुपर्छ। हे भगवान्, जोस् पहिला त जयकृष्ण बस्नेत दाइको कस्तो दामी दामी जोस् रमाइला कमेडी भिडियोहरू आउँथे। आजभोलि दाइ हराउनु भयो क्या, आजभोलि चल्न छोड्नु भयो। अब अरू नै नयाँ आइसक्यो, त्यो कारणले गर्दा होइन। देखि स्वास्नी, तेरो पोइ कस्तो मजाले उड्छ। खै मलाई माया गर। अहिलेदेखि थाके फेरि फ्रेस भयो। तेरो मोइमा त ग्लुकोज हालिसको भन्दा पनि बढी शक्ति रहेछ स्वास्नी। हे भगवान्, स्वास्नीको माया। एउटा कुरा सोच्छु है, तपाईँको बच्चा छ? यस्तो अब शरीर देखिसकेपछि त बच्चा नहुने कुरै भएन। हट भएर पट भएर बसिरहेको छिन्। बच्चा त एउटा मात्रै 2-4वटा नै छ है। तपाईँले आफ्नो बच्चालाई के खुवाउनुहुन्छ? के खानु? सानै छ, आमाको दुध खान्छ। ए हो र? यो आमाको दुध कहाँ पाइन्छ? सिसीपट। कत्रो छ बच्चा? कति ठुलो छ? मेरो बच्चा यत्रो छ, यति ठुलो छ। ल त्यहीँनिर देखाएर यति ठुलो छ यस्तो छ भनेर आमामा हे भगवान्, यस्तो गरेर चाहिँ झापड दिँदैन लडीहरूले। मतलब यत्रो छ। कुरालाई त यसो यता कता हो घुमाइहाल्छन् के दाइले फेरि। आरती तेरो स्वास्नी भइसक्यो, जाखुर कौशसँग गरेर यो भइहाल्छ नि। यो कुन मुभीको मैले लास्टै हेरेको थिएँ यो मुभी पनि? यो अर्जुन कार्की दाइ र अनि हाम्रो जयकृष्ण दाइको यो मुभी एकदम कुन मुभी हो मैले ट्याक्कै बिर्सेँ। हजुरले सम्झेको भए कमेन्ट गर्नु होला। अर्काको छोरीसँग सुत्दा मलाई मार्दैन? भगवान्,
यस्तो लाग्छ कि कहिले किसै कसैले नगरे जस्तो भइरहेछ दाइलाई करेन्ट लाग्यो वन्डरफुल वन्डरफुल तिमीलाई इंग्लिश आउँदैन आउँछ नि आई कम इंग्लिश आई नेम कृष्ण यु नेम आरती यु नेम आरती आई नेम कृष्ण 1 2 3 दाल भात यो मुभी कता हेरेको छु क्या भयंकर हेरेको यो मुभी नाम चाहिँ बिर्सेँ मैले यार 4 5 तलब गायब दिस इज घन्टी यु आर चेन्ज केरला शिवा आफूले त रोमान्स गर्दैन अरूले गर्लाको रोमान्स पनि दाइले बिचकाइदिइरहेको चाहिँ डिस्टर्ब लास्ट भयो यस्तो हो चाहिँ त म्याक्सिमम यस्तो रिस उठ्छ होला है त्यो टाइममा सबैजनालाई खत्तम व्हाट इज दिस खा भएपछि ल गाइज आजलाई यति नै भयो हजुरलाई यो भिडियो हेरेर कस्तो लाग्यो जस्तो लाग्यो गाइज त्यस्तै सल्लाह प्रतिक्रिया र कमेन्ट ड्याङ्ग ठोक्नु होला र हजुर नयाँ हुनुहुन्छ भने यो च्यानललाई गाइज सबैजनाले माया गरिदिनु होला सब्स्क्राइब हानिदिनु होला है त हामीलाई चाहिँ सधैँ साथ सपोर्ट दिनु होला गाइज थ्याङ्क यू सो मच गाइज बाई बाई